अपरेसनको लागि यो चाहिँ रेडी भइसक्यो हो। अब चाहिँ भित्र ओटीभित्र पस्न आँटेको छ। लुगाहरू पनि फेरिसक्यो। कस्तो भइरहेको छ नि ओटीभित्र पस्न आँटेको छ। अब चाहिँ Later. हामी चाहिँ अहिले खानाहरू लगेर हस्पिटल जाँदैछौँ फेरि हो। भाइले बनाउँदैछ जाँदैछौँ। बिमारी चाहिँ भर्खर निकाल्नु मात्रै राखेको त्यतिकै छोडिराखेर आएको। अहिलेदेखि The next day. हस्पिटलबाट डिस्चार्ज भएर पनि घरमा लाग्दैछ। बिमारी छ। त्यहाँदेखि यहाँ मम्मी भाइ हुनुहुन्छ हो। त्यहाँदेखि चाहिँ गएको अलिक सबै कुरो उयो भएर चाहिँ नर्मलै भएर चाहिँ आज छुट्टी दिइहालेर चाहिँ घर जाँदैछु भने अब घरमा गएर के कस्तो हुन्छ देखाउनु ल। हामी चाहिँ फाइनली घर आइपुगिसक्यौँ हो। म चाहिँ आएर पनि लुगाहरू फेरिसक्यो। मम्मी चाहिँ ब्यागमा दबाईहरू निकाल्दैछ। अन्त हाम्रो बिमारी यहाँ हुनुहुन्छ। म यहाँ भाइ माइली कान्छी छ हो। अन्त यी सामान हामीले निकाल्दै खाँदैछौँ। यहाँ राख्नु न भाइ। अब चाहिँ घर आइपुगेँ। अर्को भिडियोमा भेटौँ।